यो तपाईँको जम्मा 39 ल्यापटप 39,000 को ल्यापटप भयो गाइज है दाइ तपाईँ सिधै कहाँ 3 लाख हुनु त कहाँ तपाईँले फेरि 40,000 पुग्नुभयो 3,40,000 हो क्या भनेर होइन त्यो 3 लाख हटाइदिनु जम्मा 40,000 पनि होइन 39,000 जम्मा 39,000 तपाईँले पाउन सक्नुहुन्छ यो ल्यापटप आसुसको फेरि पुरानो ल्यापटप पनि होइन नयाँ हो कहिलेको मोडल हो म त्यो पनि हेर्छु 2025 जनवरी मार्चमा बनेको 2025 मार्चमा बनेको ल्यापटप हो यो गाइज यो न्यू बक्स प्याक आउँछ विथ 1 इयरको वारेन्टी लाइफ टाइम सफ्टवेयर वारेन्टी लाइफ टाइम सर्भिसिङको पनि वारेन्टी म्याक्सले सबै ल्यापटपमा तपाईँले दिनेछ प्लस गिफ्ट त हामीले दिएकै छ ब्याग माउस किबोर्ड गार्ड माउस प्याड इनर ब्याग इयरफोनमा तपाईँले त्यो भन्नै पर्दैन यसको मार्केट प्राइस छ 45 तर म्याक्सले कतिमा दियो जम्मा 39,000 यसमा काम चाहिँ के गर्न मिल्छ हो गेम खेल्न मिल्दैन भिडियो एडिटिङ गर्न मिल्दैन आइटी काम गर्न मिल्दैन जब मिल्दैन मिल्छ के त हो मिल्छ यसमा तपाईँको वर्ड एक्सेल पावर पोइन्ट तपाईँ होटलमा पढ्दै हुनुहुन्छ आइल्स पिटीहरू गर्दै हुनुहुन्छ दाइ विदेश जान लाग्छ धेरै पैसा छैन सपिङ पनि गर्नुपर्ने छ अरू पनि सामान किन्नुपर्ने छ बरु बाहिर गएर पछि मोबाइल ल्यापटप किन्ने म खासमा धेरै ल्यापटप चलाउने पनि होइन त्यहाँ जस्ट होटल म्यानेजमेन्ट पढ्न जान लागेको बिए पढ्न जान लाग्यो भने यो तपाईँलाई पुग्छ तर आइटीको लागि त पुग्दैन सिभीको लागि पुग्दैन कम्प्युटर साइन्स पढ्न पुग्दैन जस्ट नर्सिङ एमडी एमबीबीएस लागि पनि पुग्यो तपाईँको बिबिएको लागि पनि पुग्यो सामान्य नर्मल काम गर्न जति पनि पुग्छ जम्मा 39 मा आउँछ ल्यापटप किन्दाखेरि यो पनि हेर्नुपर्छ है के काम गर्छु त्यो पुग्छ कि पुग्दैन भनेर फेरि जोतमा आएर सस्तोमा पायो भने उठाइदिने होइन ल्यापटप किन्दाखेरि पैसा कम छ भने बरु अलिक दिन कुर्ने तर आफूले काम लाग्ने ल्यापटप किन्ने ल्यापटप किन्दाखेरि पैसा धेरै छ भने बरु पैसा बचाउने अरू कुरामा इन्भेस्ट गर्ने अरू कुरामा युज गर्ने तर आफूलाई काम हुने आफूलाई भ्यालु फर मनी हुने ल्यापटप चाहिँ किन्नुपर्छ